मौसम पनि बवाल छ के। अलिक टाइम कम भयो क्या है। डुल्न हुन्थ्यो यो डाँडा काँडा सबतिर। कहाँ? ए त्यहाँ हो। मिल्छ टिका नलाए पनि बेलौती खान त। हो मान्छे चाहिँ हिँड्न चाहिँ हिँड्ने रहेछन् यो बाटो हिँड्ने रहेछन्। हो धान पनि कत्रो अग्लो हो के यहाँ तिम। पातलो छ नि त्यही भएर। खोला बग्यो सलल चिप्लो छ ए भनेपछि जोगी गएर तल लगाएको पेन्ट त खोल्नै पर्ने भयो यार। आज टिका लाउँदैसम्म यही युज गरौँला भनेको थिएँ, ढुक्कै खोल्न पर्यो। यताको साइड त पुरै भिज्यो क्या। तिलदाईको बाक्लो रहेछ क्या अलिकति। के यहाँ यस्तो भिजेको टेक्नोलोजी ए दाइ आशिका तामाङ वाला जुका छ कि नै यो ठाउँमा? छैन नि। ए ल ठिक छ। हेत लछाप्पै भिज्यो के मेरो त उस त एक साइडको प्यान्टको एक साइड। एकचोटि मूत्र विसर्जन गर्नु पर्ला जस्तो। आशिका दिदी हुनुहुन्न के अरे के फरक पर्दैन। यस्तो भिज्यो पुरै। खोला पानी त बवाल मिठो पानी जस्तो छ क्या, चिसो।
माछा मार्न पाए नि हुन्थ्यो नि यस्तो ठाउँमा त हो ल यो घाँसले नमस्ते गर्छ के त्यही देखाउन खोजेको है ए नमस्ते गर्यो नमस्ते गरे ए नमस्ते गर्यो नि ठिक छ हाम्रो दाइ र भाइ अगाडि हिँडेछन् अगाडिको भाइ पछाडिको दाइ टक्क पूजा गरेर आएको जङ्गल धेरै राम्रो छ एकदम राम्रो घर चाहिँ ऊ यो जङ्गलको बिचमा छ के भनेको यो नमस्तेवाला त्यही नमस्तेवाला भिडियो बनाएको थिएँ मैले अघि यो घाँसले नमस्ते गर्छ भन्दै दाइलाई नमस्ते गर भनेको देखाएको के अरे नमस्ते गर्यो के ल ल ल भाइलाई नमस्ते गर नमस्ते गर गऱ्यो ल नमस्ते गर्छ यसले नमस्ते गर झुकेर झुक्यो गऱ्यो सबले गर ल एउटा भिडियो यहाँदेखि मजाको भिडियो